म शब्द भए तिमी अर्थ बनिदेऊ यो जिन्दगीको सहारा बनिदेऊ न आचार्यको हाम्रा कण्डेल कमजोर परिवारका हुँदा सामर्थ्य बनिदेऊ अर्जुन कण्डेलजीलाई सभापतित्वको आसन ग्रहण गर्नको लागि तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म पाना भए तिम्रो नाम भरिदेऊ हाम्रो कार्यक्रमको बाँसमा बत्ती बालेर दुईजनाले कार्यक्रम उद्घाटन गर्ने हुनुहुन्छ सबैले तालीले स्वागत गर्नु केही मन्त्र गरिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ मनको दूरीले न समयको खेलले न त दो बाटोले छुटाउन एकजना अभिभावक अगाडि आइदिनुको लागि साथै कन्याको तर्फबाट छोरी माग्न आउँदाखेरि है हजुरले के गर्न पर्यो भने मेरो बढेको टर्न पढेको हेन्सम भाइलाई तपाईँकी कुल्की आचार्य कुल्की कन्या दिनु पर्यो भनेर उहाँसँग अनुरोध गर्नु पर्यो हातमा फुल लिएर तब पत्रिम भनेको उहाँकी नातिनी तब पत्रिम भन्न पर्यो मेरो भाइको लागि तपाईँकी तब पौत्रिम गुण पिताम तब पुत्रिम देही तपाईँलाई स्वीकार छ भने अनि तपाईँले तथा स्याप भन्नु तथा स्याप हुन्छ मैले दिएँ तपाईँको मेरो भाइ विशेषण सहित भन्नु न विशेषण सहित मेरो पढाइले एक त अब हेर्छ भाइ अमृतलाल सामेलाई तपाईँको नातिनी ममता आचार्यलाई हाम्रो परिवारलाई शुभेच्छा आग्रह तिम्रो समुद्रको छालमा तिम्रो साथ तिमी आउनु यसै
खाली हात नबोकी साथमा कुनै झुटा मोटा बात दुःख भुलाई न केही लुकाई कुनै देखावटी बिना ओ माया मेरो कोमल हातमा मेरो मन थमाएको तिम्रो अङ्गालो भरि मेरो हटाएको नजिकै मुस्कुराउनु तिमीले भेट्दा कतै ओ माया झरीको रातमा लुचेर आउनु मायाका मिठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँमालाई अब त्यो दिन शुभ लग्न हजुर त्यही भन्नु हजुरले बोलाएको यो मितिमा हामी शुभ समयमा बाजा ल्याएर होइन बाजा ल्याएर जन्ती यथा सङ्केत जन्ती ल्याएर हामी हजुरको घरमा आउँछौँ र अघिल्लै दिन भात पकाउनको लागि हत्केरो पठाइदिन्छ भनेर भन्नु तपाईँले दिएको मिति 2081 साल मार्च 25 गतेका दिन हामी बिहान 11:30 बजे जन्तीका सहित आफ्नो भाइलाई अगाडि लागेर यहाँ आउनेछौँ र त्यसका लागि हामीले भात पस्केर ताली बजाउनु हाम्रो कन्या पक्षको कुराकानी मिलिसकेपछि अब यो बिहे यो सम्बन्धलाई बिहेमा परिणत गर्नलाई उचित देखेपछि लग्नलाई हेर्दाखेरि यो 2081 सालको माघ महिनाको 25 गते शुक्रबारको दिन माघ शुक्ल पक्षको दशमी तिथि उदय भएर एकादशी तिथिको शुभ लग्न शुभ करणको समयमा वृष राशिमा चन्द्रमा वृष राशिमा देवगुरु बृहस्पति र मकर राशिमा सूर्य बसेको शुभ अवसरमा हाम्री गुणले युक्त भएकी कन्या तपाईहरूका छोरा गुणले युक्त भएका छोरालाई दिनको लागि म तत्पर छु यो भनेर बाले भन्नुभएको है मैले बाले मलाई भनिदिनु भन्नुभएको थियो मैले भन्दिनँ ल ताली बजाउनुहोस् त ल फेरि ताली ल ल्याएर आउनु होला नि फेरि आउँदाखेरि पूजनको कार्यक्रम समापन भएको मैले घोषणा गर्दछु मायाका मिठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु झरीको रातमा रुझेर आउनु मायाका मिठा गीत गुनगुनाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु त्यो मनमा जाने ठाउँ मलाई देखाउनु
खुसी तिमी मेरो अर्थ तिमी भएर आकाश साक्षी राखी अर्को जन्म नि तिम्रै बनेर आत्मा तिमी खुसी